हेलो गाइज झोरले अनि नमस्ते सबैमा। म राम राणा मगर अनि तपाईहरुलाई पनि स्वागत छ मेरो नयाँ भिडियोमा। र आज चाहिँ म सोलो मकब्याङ गर्न गइरहेको छु आज पनि। र आज मसँग रहेको छ पोर्क। आज चाहिँ पोर्क खाने भनेर पोर्क बनाएको छु। सो देख्न सक्नुहुन्छ रायोको साग, यो चाहिँ पोर्क सेकुवा, यो चाहिँ काँक्राको सलाद, अनि यो चाहिँ लोकल टमाटो अचार, अनि यो चाहिँ ग्रेभी टाइपको बनाएको छु, अनि यो चाहिँ मसुरको दाल अनि भात भइहाल्यो। सो गाइज यति नै हो। आज चाहिँ एक्लै पनि छु। अब चाहिँ सुरु पनि गर्नु पर्ला। सो हेर्दै गर्नु होला। अनि पहिलाको भिडियो पनि हेर्नु भएको छैन भने पहिलाको भिडियो पनि हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजको चाहिँ मकब्याङ सुरु गर्न चाहन्छु। सो ल सुरु गर्छु है त। सो लेट्स स्टार्ट। दाल हाल्ने भाँडा चाहिँ अलिक सानो परेछ, राख्छु। यो चाहिँ मिक्सरमा पिसेको नै हातले कुटेर बनाएको अचार हो। यो चाहिँ ग्रेभी टाइपको हल्का हड्डीसँगको हो। अनि यो चाहिँ सेकुवा साग, रायोको साग, कागती पनि छ ल गाइस। अब चाहिँ म खान लागेको ल स्टार्ट गर्छु। लेट्स स्टार्ट। सो फर्स्ट बाइट। आज चाहिँ मलाई मनपर्ने सुँगुरको मासु बनाएको थिएँ। नखाएको पनि 1 महिना जस्तो भएको थियो। आज चाहिँ सुँगुरको मासु खानु पर्यो भनेर सुँगुरको मासु बनाएर सोलो मकब्याङ। बुढीलाई चाहिँ अलिक सन्चो छैन, त्यही भएर ठुल्ठुले बनाएको थिएँ नकाटेर। दाल यसरी हाल्नु पर्यो।
बङ्गुरको मासु पाउन त पाउँछु यहाँ पनि, तर नेपालमा गाउँहरूको जस्तो चाहिँ चपिलो मिठो चाहिँ हुँदैन। अझै स्वाद फरक हुन्छ। आज चाहिँ चोचेको मासु चोचेकै पारामा खाइयो।
सो गाइज फाइनल्ली म खाएर पनि सकिसकेँ र मेरो खाना थोरै बचेको पनि छ। यो बच्यो, यो पनि बच्यो, साग पनि बचेको छ, दाल अचार लगभग सबै बचेको छ। मैले धेरै लिएको थिएँ, खाना चाहिँ खाएँ त्यस, तर सबै चाहिँ सक्न सकेन। सो यो भिडियो हेरेर के कस्तो लाग्छ प्रतिक्रिया पनि दिँदै गर्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको यो भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। बाई बाई, सी यू।